नमस्कार दर्शकवृन्द, तपाई सम्पूर्णलाई हाम्रो यस युट्युब च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। स्कटल्याण्ड र नेपाल बीचको रोमाञ्चक ओडीआई लीग 2 को म्याचमा रोमाञ्चक जित स्कटल्याण्डले हात पारेको छ। जितको नजिक पुगेर पनि नेपाल क्रिकेट टिम पराजित भएको छ र यस खेलमा साना साना गल्तीहरूले गर्दा नेपाल क्रिकेट टिम पराजित हुनु पुगेको छ। नेपाल क्रिकेट टिम स्कटल्याण्डसँग 2 रनको हार बेहोर्नुको मुख्य कारणहरू के हुन सक्छन् त? स्कटल्याण्डसँग हार्नुको मुख्य 5 कारणहरूको बारेमा हामी यहाँ भिडियोमा चर्चा गर्दै छौं। तपाईलाई के लाग्छ हारको कारण? तलको कमेन्ट बक्समा लेखिदिनु होला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने स्पोर्ट्स सम्बन्धी अपडेटको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला र एक लाइक गर्न नबिर्सिनुहोला। आउनुस् दर्शक महानुभावहरु, भिडियोमा चर्चा गरिहालौं। नेपालले स्कटल्याण्डसँग हार्नुका प्रमुख 5 कारणहरू के छन् त? नेपाल आईसीसी विश्वकप लीग 2 मा आइतबार राति घरेलु टोली स्कटल्याण्डसँग 2 रनले स्तब्ध बन्यो। जित्नको लागि 324 रनको विशाल लक्ष्य पछाएको नेपाल 50 ओभरमा 321 रन बनाउँदै अल आउट भएको थियो। आफ्नो ओडीआई इतिहासकै सर्वाधिक रन बनाए पनि नेपालले खेल भने जित्न सकेन। बलिङमा करण केसीले सुरुवातमा 2 विकेट लिँदै राम्रो सुरुवात दिलाए पनि त्यसपछि कुनै पनि बलरहरूले राम्रो गर्न सकेनन्। त्यसपछाडि नेपाल दबावमा आएको थियो। ब्याटिङमा पनि नेपालको सुरुवात भने राम्रो रहेको भने पक्कै पनि होइन, तर खेलमा सोमपाल कामी र दिपेन्द्र सिंह एरीले यस्तो शानदार शतकीय साझेदारी गरे जुन अप्रत्याशित रूपमा सहज जितको नजिक पुगेको थियो। यो म्याच जित्नलाई सम्भवै नभएको म्याचलाई पनि सम्भव तुल्याउन सफल भएका थिए यी 2 ब्याटरहरूले। तर अन्त्य गर्न चुक्दा नेपालले स्कटल्याण्ड भ्रमणमा पहिलो हार बिहोरेको छ। नम्बर 5 मा रहेको छ प्रमुख बलरहरूको कमजोर बलिङ प्रदर्शन। नेपालका 3 प्रमुख बलर सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने कुल 28 ओभरमा 218 रन खर्चिँदा 2 विकेट लिँदा बाँकी 22 ओभर ललित दिपेन्द्र र आरिफले मात्रै 100 रन दिएका थिए। करणले 9 ओभरमा 2 मेडन सहित 74 रन खर्चेर 2 विकेट लिँदा सोमपालले 9 ओभरमा 1 मेडन सहित 75 रन तथा सन्दीप लामिछानेले 10 ओभरमा 69 रन खर्चिँदा विकेट विहीन बन्न पुगेका थिए। त्यसको फाइदा उठाउँदै एक समय 5.4 ओभरमा 25-2 को अवस्थामा पुगेको स्कटल्याण्डलाई खेलमा फर्किन कप्तान रिची ब्रिङटन र चार्ली टियरले 94 रनको साझेदारी गरेका थिए भने 6औं विकेटलाई ब्यारिङटन र माइकल लिक्सले 125 रनको साझेदारी गरेका थिए र यो कहीं न कहीं नेपालको लागि हारको मुख्य कारण बन्न पुगेको छ। प्रमुख बलरहरू हावी नहुँदा नेपाली क्रिकेट टिम पराजित हुन पुगेको हो। त्यस्तै नम्बर 4 मा रहेको छ ब्याटिङमा राम्रो सुरुवात नपाउनु नेपाल क्रिकेट टिमलाई अर्को हारको कारण बनेको थियो। कुनै पनि टोलीले 300 माथिको योगफल पूरा गर्न सुरुवात उत्कृष्ट गर्नुपर्छ, तर नेपालको सुरुवात भने 7.1 ओभरमा 34 रन बनाउँदा 3 विकेटको अवस्थामा रहेको थियो। कुशल बर्तेल 17 रन, आसिफ शेख 8 रन र रोहित कुमार पौडेल 3 रनमा पेभिलियन फर्किएका थिए। सुरुवात नै खराब हुनु हारको एउटा कारण बन्यो। कुशल बर्तेलले राम्रो सुरुवातको सम्भावना देखाए पनि आसिफ शेखसँगको राम्रोसँग तालमेल नहुँदा उनी रनआउटको शिकार बन्न पुगेका थिए। उक्त रनआउटको दबावमा आसिफ पनि धेरै समय क्रिजमा पनि टिक्न सकेनन्। 1 रनमा अमूल्य जीवनदान पाए पनि म्याकेन्जी जोन्सले बलमा बोल आउट भएपछि कप्तान रोहित पौडेल केही खराब शट खेल्दै आइरहेका छन्। नेपालले राम्रो सुरुवात दिएको भए मध्यक्रम र तल्लो क्रमका ब्याटरहरूले रन रेटको बिना दबाव खेल्न सहज हुन्थ्यो, तर यो खेल नेपालले सहजै जित्न सक्थ्यो।